हाम्रो सिनामङ्गल अब बागमती कोरिडोर भनौँ न यसलाई होइन। हाम्रो सिनामङ्गलको सुकुम्बासीको अहिलेको हालत चाहिँ यस्तो छ। अब सबले हटाइसक्नु भएको रहेछ होइन। अब हटाउनेले हटाउनु भयो होला, अब नत्र भनेदेखि अब नेपाल सरकारले अब हटाइदियो उहाँहरूलाई। ठिक हो यो। अब यो गरेको अनुसारले अब ओरिजिनल सुकुम्बासीलाई चाहिँ सरकारले हेरिदिनु पर्यो होइन। हुकुमबासी को हो त्यसलाई अब सार्वजनिक गरेर कारबाही पनि गर्नु पर्यो सरकार। अरूलाई होइन, अर्काको घर बिगार्न त सजिलो हुन्छ। हजुरले त्यति चाहिँ गरिदिनु पर्यो। कुन चाहिँ हो, कुन चाहिँ सुकुम्बासी, कुन चाहिँ हुकुमबासी त्यो चाहिँ चिनेर हजुरले अब व्यवस्थित छानबिन गरेर व्यवस्थित गराइदिनु पर्यो। व्यवस्थित गराइदिनु पर्यो ओरिजिनल सुकुम्बासीलाई चाहिँ। अरू त हामीले त के भन्नु र। हजुर आफै त्यत्रो होइन इन्जिनियर मान्छे, प्रधानमन्त्री जस्तो भएको मान्छे, अब हामीभन्दा भाइ नै होला तपाईँ होइन। त्यही पनि प्रधानमन्त्रीज्यू, अब हजुरले कोही हातमा हो। दुखीहरूलाई चाहिँ धेरै नराउनु, त्यही हो हामीले भन्ने, अरू दिनै पनि छैन। हस्त नमस्कार। यति भन्दै हाम्रो सानो ब्लग यहीँ अन्त्य गर्दछु, समाप्त। जय नेपाल, जय हिन्दू राष्ट्र।